मर्निङ साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो नयाँ ब्लगमा। यताबाट भट्टाको झोलमा तड्का हानेको धेरै नै हो भने जस्तो लागेछ मलाई। धेरै नै धेरै हो। अलिअलि हात पोलिरहेको अवस्था। ओ माई गॉड, दिस इज अ भट्टाको फाँडो। न्यू एक्सपिरियन्स इन द नेपाल। हेलो ऐसा भी होता है? ऐसा बोलते हो बड़े भैया? क्या सुनने में आ रहा है? बोल देते हैं, मुड़ा जाता है। गलती काम गरे भने त तिमी जस्तै छ यो पनि। तिमीबाटै सिक्या हो रे हो। कमान कमान बच्चे को सुधारने का काम माँ का, बाप का नहीं होता। इतना हैन, संस्कार सिकाउने बाउले हरे, परवरिश गर्ने आमाले। बाउबाट संस्कार अझै बढी सिक्छ। यस तो हो गया। कमान किन कसलाई क्या गर्नु बोलाउनु? बाइक कमान बाइक खरे कोई ना होगा। ल साथी हो, करेला आलुको यहाँ कटिङ भइसक्यो। हाम्रो दाजुले बनाउनु भएको छ अर्ग्यानिक करेला फरमबारी। This is a masala is getting pissing in this me. This is my duty today. किनभने गाह्रो छ जिन्दगी, केटा हो यस्तै कहाँ पाइन्छ खाना, मेहनत गर्नुपर्छ, मसाला पिसेर दिनुपर्छ, बुढी खुसी बनाउनु पर्छ। फेरि बुढीले नास्ता गरेको छैन, कति काम गरेछ बुढीले, बिहानदेखि नास्ता खिलाए। आज नास्ताको चाहिँ भिडियो बनाउन पाएन अलि व्यस्तताले गर्दा। तर अब खाना खाएको हुने बेला यहाँ बुढीलाई हेल्प गरिरहेको। तिमीहरू पनि अलि हेल्प गर्ने गर साथी हो। खुसी रहन्छौ जिन्दगीमा हल्का फुल्का सानो कुराले। बुढीहरू मक्कै हुन्छन्। ओके गाइज, धन्यवाद। खाना पर्ने भने खानुपर्छ, कति दुःख छ गाँठे। बुढी माइत गयो भने गाह्रो छैन त यहाँ आफूलाई। म त अब बुढीको माइतैमा छु, त्यही भएर टेन्सन छैन। आज हामीले चाहे भट्टको तरकारी अनि गएर यतातिर ट्यागको करेला फ्राई, लाहीको साग खाएको थियो। हल्का लेट भएछ, भुलेछु म हजुरहरूलाई सम्झिन, अहिले याद आएछ। उता हाम्रो भाउजू खाँदै हुनुहुन्छ, गाह्रो छ। ल साथीहरू, हाम्रो घर बन्ने प्रक्रिया अब अगाडि बढिसकेको छ। यहाँ हेर्नुहोस्, मसला मिक्स भएर तयार छ। अब खाना मिज्नी खाइरहन् काम गर्ने हाम्रा मिस्त्रीहरू यहाँ। अब यसमा ढुङ्गा हालेर चट्ट तयारी छन्। ढुङ्गा हालेर जाली हाल्ने, नै ढुङ्गा हालेर बालु हालिसके एक राउन्ड। अनि पानी पनि हालिरहेछन्। यस्तो भइरहेछ यतातिर तयारी। अच्छा, यो उताको जगमा हो, हजुरहरूको जगमा हो। यहाँ बस्यो अब यो यस्तरी बस्ने रहेछ। यी हाम्रा घरका मालकिनहरू हुन्। कहाँ क्या आइगयो? निकाले होइन अझै, अहिले भर्खर बालु हालेर अझै कहाँ आइगयो? के आइगयो? दुईटा छन्, एउटा चेप्पे छ ढुङ्गाले, एउटा अर्को भित्र छिरेको। कहाँबाट निस्किएर आउने यिनीहरू? ए भित्रबाट हुन जमिनमा फल त हुन्छ। बचाइदेऊ न त्यसलाई। बचाइदेऊ होला। तर यो मिस्त्रीहरूले देखिन नि त्यहाँ भए कहिले आयो होला त्यहाँबाट। यताबाट टक्क। साथीहरू, यहाँ हाम्रो एउटा छुसुन्द्रो फसिसकेको छ हाम्रो पिलरमा। अगाडिको प्रोसेस गर्दा यसको हत्या हुन सक्छ, त्यही भएर हामी बचाउ अभियानमा लागेका छौँ। बचाउँदा तेरा उडाएर खप्लक्कै लिने फाउडा दिउ के? उताबाट ऊ फाउडाले कहाँ हुन्छ? उताबाट के कपडा टाइपको ल्याऊ। लाल होठों पे गोरी किसका नाम है, तुम ऐसा क्यों रोता है? नहीं रो हो संगारी ऐसे काहे रोटी अपनी? काहे रोटी हो? और चला किन रुन्छौ?
ल साथीहरू हामीहरू घरमा छौँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ मोबाइल हेर्दै हुनुहुन्छ बाबुलाई खेलाउन आउनु भएको थियो हैन भौजी कहाँ भयो यहाँ हाँ मोर और भौजी ठीक बा बढ़िया बाटो बढ़िया बा काटी नखैलो आज खैली भाजिक साग और सिद्रको तरकारी भाजिक सागसँग सिद्रा कैसे खा लेलो यार मिक्स ओ माय गॉड व्हाट अ टेस्ट भाउजूहरूको फेरि तरकारी बवाल हुन्छ पहिला यतै बस्दाखेरि त खाना पाइन्थ्यो अब आजकल उता छु फेरि आउँदैछ दिन न भौजी ताराबाट कसरी दिने त त्यही त कसरी दिने त आउँछु घर बनाइराख्छु अब हाम्रो यहाँ बालुवा जमा छ गिट्टी जमा छ सबै जमा छ काम चालु छ गाइज मेरो घर बनाउन हैन यतातिर चटक्क मेहनतको फल अब यसो अलिकति मिलेगा आज नहीं तो कल सबै यहाँ सेटअप हानेको छ हिजो पूजा भयो आज यसरी बालुवा हालेर चटक्क रेडी गरेछन् यसमा पानी हाल्छन् अहिले त्यसपछि फेरि ढुङ्गा हालेर गिटी हालेर नै गिटी यसरी पानी हालेर यसमा नि गिटी हालेर प्लास्टर गर्छन् गरे यस्तो सुनेको थिएँ त साथीहरू काम चालु छ हाम्रो बहुत खुसी छु म किनभने यत्रो सालदेखि गरेको मेहनत र परिश्रमको फल सँगारेर आज एउटा कुनै एउटा आकार भन्नु एउटा घर जो मान्छेलाई एकदमै हुनुपर्ने आवश्यक नभई नहुने चिज घर बनाइरहेको छौँ धेरै खुसी छु म आइ एम सो ह्याप्पी कि म यो काबिल भइरहेको छु कि मेरो पनि एउटा आफ्नो घर बनिरहेछ भगवान्ले त्यत्रो आशीर्वाद मलाई दिनुभएको छ सुरुवात गरिरहेको छु समय लाग्ला साल एक साल लाग्ला सब कुछ गर्न यति सजिलो हुँदैन पैसा पनि लाग्छ त यो मेरो खेत हो पछाडि देख्न सक्नुहुन्छ लाही फुलेको छ एकदम नजारा राम्रो छ यहाँ नदी छ किनारमा नदी छ नदी भए पनि कुनै चिजको केही डर छैन बहुत राम्रो ठाउँ मलाई एकदमै मन पर्छ किनभने यही जन्मेको यही माटोमा हुर्किएको यही खेलेको मान्छे आफ्नो ठाउँ सबैलाई राम्रै लाग्छ हैन बचपनदेखि यही पहिला त यतातिर सबै घरहरू थिए पछाडि एक घर थियो यहाँ ठुलो घर थियो आजकल त सिंगल हुन्छ वहाँ 3-4 दाजुभाइ थिए उनीहरूको बच्चा बच्ची थिए बहुत ठुलो मतलब अब चौधरीमा जनगर घर भन्छन् के त्यही जनगर घर थियो त दादा भौजीहरू थिए बरापु थियो बहुत रमाइलो हुन्थ्यो त्यो जमानामा टिभी सिडी हेर्ने जमाना थियो सिडी र क्यासेट ल्याएर हेर्थ्यौँ हामीहरूले आज यो पूर्वा एकदम सुनसान छ हाम्रो घर छ अनि एक यिनीहरूको भाइको घर छ पछाडिको घर छैन पहिला यस्तो कोडेसन थियो कि कहाँ आज सिडी चल्ने भनेपछि 2 गाउँको मान्छे आउँथ्यो कि त्यस्तो जमाना थियो तर आजकल त्यो छैन त्यो क्रेज छैन मान्छेहरूमा त्यो मिल्ने भाव छैन सब आफ्नो आफ्नो जिन्दगीमा व्यस्त छन् हातमा मोबाइल आइहाल्यो हैन जमाना बदले अनुसार दूरी पनि बढिहाल्यो त कहिलेकाहीँ सोच्छु यो प्रगति हो कि के हो एक समय थियो कि मान्छेहरू आहा आज फिल्म चलेछ सिडीमा भन्दाखेरि लगभग एउटा एरिया भन्नु एउटा जस्तै अब चौधरीमा पूर्वा भन्छन् एउटा समाज पुरा जम्मा हुन्थ्यो त फिल्म हेर्नलाई साँझपख सबैजना भेटघाट हुन्थ्यो बोल्थे राम्रोसँग कोर्डिनेसन पनि हुन्थ्यो एकअर्काको सहयोगी हुन्थे सबैको मतलब हुन्थ्यो कसको घरमा के भइरहेछ कस्तो भइरहेछ सबै ध्यानमा हुन्थ्यो तर आजको जमानामा केही छैन सबै आफ्नो आफ्नो हेर्छन् सबैको आफ्नो आफ्नो घरमा हातमा मोबाइल छ सब कुछ छ जे पनि हेर्न पाइयो हैन त यो जमाना बदले अनुसार अब यसलाई प्रगति भन्ने कि के भन्ने मान्छेमा दूरी भइहाल्यो सबै टाढा हुन थाले गाह्रो छ गाइस कहिलेकाहीँ त हेर्दाखेरि दुःख लाग्छ हाम्रो जस्तो बचपन अब हामीहरूको उ जमानामा न मोबाइल थियो न केही थियो हामीहरू खेल्थ्यौँ कहिले गुल्ली डन्डा कहिले सोरैया कहिले लुकाछुपी विभिन्न खेलहरू हुन्थे तर आजकलको बच्चाहरू खेल्दैनन्
अलिअलि के खेले जस्तो गर्लान्, नत्र भने उही मोबाइल हेर्लान्, त्यसमै कोही गेमर बन्ला। अलि ठुलो भएपछि सानो बच्चाहरू चाहिँ कार्टुन हेर्दै बस्लान्। त्यस्तै छ जिन्दगी गाइस। यो बदलिँदो जमाना अनुसार मान्छे पनि बदलिए, तर यो बदलाव अलि गाह्रै छ, किनकि मान्छे एउटा हुन्छ नि बिछडिहाल्यो कि। पहिला कस्तो सबैजना कनेक्ट हुन्थे, एकअर्का बच्चाहरूसँग खेल्थे, ठुलाबडाहरूसँग बोल्थे चाल्थे, सोध्थे एकअर्काको बारेमा। आजकल जमाना बहुत गाह्रो छ, कसले कसैलाई सोध्दैन। अब चाहिँ मेरो बुढीलाई अब टिकटक बनाउनु छ। हेलो बुढी, म चाहिँ यहाँ माटोमा चढी टिकटक बनाइरहेको छु। कति गाह्रो छ यहाँ। ल एक्सन होइन, टाइमर लगाउन छु। स्पिड 1x 3 सेकेन्ड लगाउन छु। रेडी? पहिला एक तिम्रो मात्रै बनाऊ, त्यसपछि तिम्रो मेरो उहाँ टक्क एक्टिङ गर्ने भाउजू क्यामराम्यान। अलिक प्रोफेसनल जानु पऱ्यो न, होइन गाइस? ल एउटा नर्मल निकाल। 1 2 1 एक्सन। आलीको तिम्रो माया झ्यालीको। अरे भाज हाम्रो बाबु कास्तो छ नेपालको काठमाडौँ जान्छ। ल साथीहरू, अब घर बनाउने प्रोसेसमा यता गिट्टी बोकायो होइटा। हाम्रो भाउजी हो रे यहाँ गिट्टी बोकटै। कौन गाँव हो? मैन पोखरी। सबको जाने मैन पोखरी को? अरे बाप रे, सब हमार मैन पोखरी बने हुए पड़ोसी हमार घर बनाए बताई। ऐसे के गिट्टी बालू। हाँ बोले बने हो है कहाँ हाल्ने हो त? त्यही त हाल्ने होला त। ढुङ्गा आइरहेछ भने राम्रो कुरो हो। सबै कति मेहनत छ जिन्दगीमा, यहाँ पैसा कमाउन गाह्रो छ, त्यस्तै हुन्छ। आज का करना कठै भोजिन अब बहिन का? हाँ अच्छा टिपिसी। आज चाहिँ हाम्रो घरमा टिपिसी हुनेछ। टिपिसी हुँदैछ गाइस, एकदमै खुसीको मौका छ साथी हो। अब जगको टिपिसी हुँदैछ गरे। यताबाट हाम्रो अब भाउजूहरूले यस्तरी मेहनत गरी रोडी उठाइ काम गर्नुहुन्छ। तिमीहरूको बुढी जस्तो होइन चम्केर घरमा बस्ने। ल साथीहरू, अब चाहिँ हाम्रो पत्थर आएछ, ट्र्याक्टर पत्थरको। आइडो पुरा डाइरेक्सनको साथमा हाम्रो दाजुहरू लाग्नु भएको छ। घर बनाउने पत्थर आइरहेछ। प्रोजेक्ट का टिप्पर आए टोकन दक्षिण चक्कन लड़दे की का आइ जाए आएगी गाह्रो छ पत्थर ल्याउन। अरू हाम्रो पत्थर आइहाल्यो। अब यहाँ टक्क होइन खाली भइरहेछ। भाउजूहरूको जाऊ भनेर भाउजू टेन्सनमा छन्। ना भाउजी नाइ हुई यहाँ दगरा पुरा फिलहालमा
थर त ठिकै हाले दाजुहरूले मतलब टकाटक ठिक छ रे पत्थर फाल्नु पनि कला हो ले भौजी आइज साइकल भौजीको बोकेर साथीहरू अब चाहिँ हाम्रो यो बार बार भुलिजान्छु क्या पो भइरहेछ अब अरे हाँ यार हमारे दाजू वहाँ ठेला चलाए रहे यार कटरा मेहनत के काम बाटो रे ऐसे कर सकबो घर बनेना काम हमार अब का बनता हो का नहीं है पीसीसी हाँ पीसीसी हुईटा वही सबको जाने हेर ले हमार मन पोखरी दाजू हुकरे हो भौजी हुकरे हो यहाँ पीपीसी बनाए थे हमारे घरे चिन ले रहो कबो कबो हमार वीडियो देख के कांटेक्ट करो कबो कबो घर बनेना हुई तो हमारे जोशीपुर गांव पालिका में चाहे जहाँ मुनुआ सुनुआ खर्चा हुआ मन पोखरी लोहगर बनकट्टा झभी हसनापुर बहुत दूर दूर सब और संपर्क करो यस्तरी हुने रहेछ गाइस काम नाम भन्ने कुरो हैन अनि के यहाँ क्या हो फटाफट हुन्छ यत्रो घर हो डाइ उसको घरमा त पसारो पसारो का हुन् पसर्न हो यो त टाइम लाग्छ नि दाइ मतलब यस्तो घरमा त टाइम लाग्छ आज चाहिँ हाम्रो यो सेट हुँदैछ पानी हालेर मिलाएर छन् यसरी फेरि यतातिर पीपीसी कि बीबीसी भन्ने भइरहेछ हैन साथीहरू अठारह बराबर मिल गया क्या ना जल्दी पैसा पठाओ अरे कर रहे भाई हेरो घर बने ना यहाँ पैसा कमाइट यस्तरी सबै गिट्टी बालुवा सिरबिटना सेट गरेर टक्क तयार हुन्छ सेटअप हैन साथीहरू ल साथीहरू बेथेको साग म चाहिँ बेथेको साग खोजिरहेको छु यसमा एकदम आइरन भिटामिन्स एबीसीडी सबै कुछ हुन्छ हेल्थको लागि एकदम राम्रो हुन्छ अलिअलि खस्रो पनि हुन्छ दाल हालेर घिउ लगाएर तड्का खाने भने आहा ओ माई गॉड खानेवाला सेन्टी फ्ल्याट हैन अब चाहिँ टिपिरहेको छौँ साँझ खाएर देखाउँला यी हेर्न सक्नुहुन्छ मजाले हाम्रो लाहीमा बेथे जामेको छ ए हाम्रो यहाँ यसलाई बेथे भन्छन् कसको गाउँमा चौधरीमा बेथुही भन्छन् भनेपछि अब अरू उता आछाम डोटी सिलगढीतिर के भन्छन् भन्नु होला ल साथीहरू मेरो बुढी र बुढीको घरको अब साली सासूको सबै गफप चलिरहेको छ मेरो छोरो चाहिँ यहाँ भात खाइरहेछ अब चाहिँ मेरो बाबुले यहाँ भात खाइरहेछ बाबु हेलो गाइज भन्नु त हेलो गाइज नमस्ते मेरो छोरो फेरि डाइरेक्ट के बोल हजुर ए ल रुक ल गाइज मेरो साली देखिन ला कि नै कतै कतै हेरिहाल के भन्नु छ साली भनिहाल रेकर्डिङ भइरहेछ भिडियो कलमा पुरा भइरहेछ देखिन ला त ल साली भन
ल मेरो सालीलाई गुनासो भइहाल्यो म यहाँ नभएर भिनाजु ब्लग बनाउन लागेँ आज भोलि भनेर। अब मैले त भने हो साली रुकी जाऊ नजाऊ। ए म अब 2-4 दिनमा गइजाने यहाँ मिस छु गरे। अब त सधैँभरि मिसै है। अब करसमा बहिनीसँग भेटिने कहिले हो कहिले चैतसम्ममा तिमीसँग अब दसैँमा भेटौँला कुनै साल। कहाँ छ कहाँ छ कहाँ छ यो हेलो गाइस म पिट्दैन अरे पिट्दैन म बाहिर निकाल पिट्दैन मैले आइज यहाँ किन रुन लाग्यो त किन रुन लाग्यो कसले पिटो ओ त्यहाँ फेब्रिक छ रे ल अब हान्न ला कुकुरलाई के खाएन हेर त हेर यो रुन लाग्यो हाम्रो मास्टर निकालिदेखि रुन लाग्यो अहिले गाइज हेर त मेरो मास्टर नि टिचर रुइरहेछ बस ल ल ल ल साथी भाइहरू अब चाहिँ म भिडियो अफ गरिरहेको छु। अब मेरो भिडियो अपलोड गर्नु छ युट्युबमा। अहिलेलाई बिदा पाऊँ धन्यवाद। अब खोइ बसमा हालिदिउँला भनेको थियो क्या र अहिले त 5:30 बजे 5 बजेतिर हुन्छ बस। ए यहाँ लाग्ला उयो भुतायो यहाँ गाइज हामी चाहिँ अब आफ्नो बाबुसँग खेलिरहेको भुती बाबु हेर भूत 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 हेर त भूती उता उता भूतमा बस भूती 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 गाइज भूत भूती अहिले छोराहरूसँग छोरीहरूसँग खेल्नुपर्छ जिन्दगीमा ए भूती आया ए दाढी खडाइदिन्छ तँलाई अहिले तँलाई भुटी काटी 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 कमी यार तू यहाँ हामी बाबु छोरा सुत्ने होइन छि गर्दै छि हटफुट भन्छ हट जाऊ हटफुट भन्छ टाटा गर्दै टाटा अब सुटी चल सुटी त्यो लाइट अर्को लाइट जानु बेटा यो लाइट बन्द गरेर अर्को जानु सुत्न दिन्न थियो हो यसलाई त खेल्ने टाइम भयो त्यसलाई लगाइदिउँ नि त कहाँको जोकेट भए पनि उडो ए